भाग्य न्यौपाने दाजु र ऋषि धमला दाजु, विगतमा मैले तपाईहरू सामु किताबको डेमो प्रस्तुत गरेको थिएँ, तर केही मानिसहरूले यो त मिलेर बनाएको नाटक हो भनी शंका गरे। तपाईहरूलाई समेत आरोप लागेको छ, तर अब ध्यान सकिए लगत्तै म नेपाल सरकार सामु यो अद्भुत शक्ति देखाउने तयारीमा छु। यो शक्ति कालिका भगवानको कृपा र साधनाको माध्यमबाट प्राप्त भएको भन्ने सत्य म नेपाल सरकार सामु प्रमाणित गर्नेछु। यो 5 तत्त्वले बनेको शरीरभित्र अद्भुत शक्ति जागृत भइसकेको छ। यो शक्ति पहिलेको भन्दा हजारौं गुणा विकसित भइसकेको छ। पहिले मानिसहरूले प्रत्यक्ष अनुभव नगरी अनुमान गरेर मलाई विवादमा ताने। म पुस्तक हेरेर त्यस पञ्चलाइन छैन, मजा आएन मलाई त मजा आएन है। भित्र सोधिएको नम्बर पेज नम्बर बताउन 1-2 घण्टा ध्यान गर्नु पर्थ्यो। कोठा भित्र जानु पर्थ्यो अनि सोधिएको पेज नम्बर कपीमा लेखेर देखाउनु पर्थ्यो। यो विधि लामो र जटिल भएकाले धेरैले शंका गरेर यो त फेक क्षमता हो भनेर विरोध गरे। तर आज कालिका देवीको कृपाले साधनाको परिणाम स्वरूप म टाढैबाट पुस्तक नहेरी सोधिएको पेज नम्बर मात्र होइन, त्यस भित्रको सबै सामग्री मुखले नै भन्न सक्ने सामर्थ्य प्राप्त गरिसकेको छु। अब कोठा भित्र जानु पर्दैन, पुस्तक खोल्नु पर्दैन, कपीमा लेख्नु पर्दैन, सिधै मुखैले बोल्न सक्ने शक्ति प्राप्त भएको छ। यस शक्तिलाई नेपाली जनतालाई मन्त्रद्वारा ज्ञानको ज्योति फैलाउन प्रयोग गर्ने